मिटरदेखि 5000 मिटरसम्मको उचाइमा पाइने एक किसिमको फूल हो। संसारमा लालीगुराँस विभिन्न देशहरूमा पाउन सकिन्छ। लालीगुराँस धेरै प्रकारका हुन्छन्। 800 देखि 1100 परिकारका लालीगुराँसहरू संसारमा हामी देख्न सक्छौँ। हाम्रो नेपालमा पनि 32 प्रजातिका लालीगुराँसहरू पाउन सकिन्छ। वन जङ्गलमा अनेक फुलहरू फुल्छन्, तीमध्ये लालीगुराँस पनि एक हो। यो पहाडको वन जङ्गलमा फुलेको हुन्छ। यो रातो अर्थात् लाल रङको हुन्छ, त्यसैले यसलाई लालीगुराँस भनिएको हो। लालीगुराँस वसन्त ऋतुमा फुल्छ। वसन्त ऋतु भनेको चैत वैशाखको समय हो। त्यतिखेर जाडो सकिन्छ, गर्मी भर्खर सुरु भएको हुन्छ। लालीगुराँस फुलेपछि वन सिँगारिएको हुन्छ। लालीगुराँस नेपालीहरूको विशेष फुल हो, साथै यो नेपालको राष्ट्रिय फुल पनि हो। यो वन जङ्गलमा अनेक फुलहरू फुल्छन्। हाम्रो नेपालमा पाइने केही लालीगुराँसहरू म तपाईहरुको सामु प्रस्तुत गर्दछु। रोडोडेन्ड्रन सिनाबेरियम यो एक किसिमको प्रजाति हो जुन हाम्रो नेपालमा उपलब्ध छ। यो ओरेन्ज टु रेड ट्युबुलर फ्लावर्स हुन्छ अनि युनिक सेप हुन्छ। रोडोडेन्ड्रन थोम्सोनी भन्ने अर्को प्रजाति हो। बेल सेप रेड फ्लावर्स पपुलर इन इस्टर्न नेपाल। यो चाहिँ बेल सेपको हुन्छ अनि यो चाहिँ हाम्रो पूर्वीय भागतिर पाइन्छ। अर्को छ रोडोडेन्ड्रन हक्सोन भन्ने अर्को प्रजाति हो। लार्ज लिप्स पिङ्क टु पर्पल ब्लुम्स। यो चाहिँ इस्टर्न नेपालमा पाइन्छ। रोडोडेन्ड्रन लिपिडोटम स्मल पर्पल फ्लावर्स फाउन्ड एट भेरी हाई एलिभेशन्स। यो अर्को प्रजाति हो। रोडोडेन्ड्रन अर्बोरियम यो अर्को प्रजाति हो। ब्राइट रेड फ्लावर्स यो चाहिँ एकदमै चकिलो र रातो किसिमको हुन्छ। नेसनल फ्लावर अफ नेपाल यसलाई चाहिँ हामी नेपालमा राष्ट्रिय फुल भन्छौँ, जस नेपालीमा चाहिँ हामी लालीगुराँस भन्छौँ। फाउन्ड एट 1500 टु 3000 मिटर 1500 देखि चाहिँ 3000 मिटरको उचाइमा चाहिँ हामीले यस किसिमको फुल प्राप्त गर्न सक्छौँ। रोडोडेन्ड्रन फाल्कोनेरी भेरी लार्ज लिप्स क्रीम टु पेल येल्लो फ्लावर्स। यो चाहिँ क्रिमी टाइप र पेल येल्लो किसिमको फुल्दछ। रोडोडेन्ड्रन एन्थोपोगन यो चाहिँ अर्को प्रजाति हो। यो चाहिँ स्मल सर्प फ्रेग्रेन्ट लिप्स एबभ 3500 मिटरको उचाइमा चाहिँ हामीले यो पाउन सक्छौँ। रोडोडेन्ड्रन निबियम deep purple flowers rare and beautiful. Rhododendron barbatum dark crimson flowers beautiful peeling red bark